त्यो बसेको बेलामा अनि यहाँ नेवारी बुढाहरूलाई राखेर के गर्नु पर्ला कसो गर्नु पर्ला हामी आएर बसेको ऊ ठगे मारेको मुकाम भन्दाखेरि यहाँबाट चाहिँ भीमसेन थान स्थापना गर्ने भने शिलालेख शिलालेख अब त्यो माथिको मन्दिरमा बरु छैन शिलालेख हाम्रो यहाँ शिलालेख र अब यसलाई सुधार गर्न लागिराखेका छौँ हामी सुधार गर्नुपर्छ। अनि यहाँनिर कुवा कहाँनिर हो बुवा? हाम्रो पौराणिक एउटा कुवा छ नि, कुवा अलिक काम सुन्दिनँ कुवा 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 है कुवा कुवा एउटा कुवा छ अरे के पौराणिक कुवा? कुवा हजुर हजुर छ रे यता पानी खाने कुवा। यहाँको छ भने होइन हजुर पानी खाने कुवा कहाँ छ भने हजुर कहाँनिर हो? तलको कहाँनिरबाट जान्छ? यताबाट यहाँबाट ऊ त्यहाँबाट चल्दै छ बुवा त्यो पौराणिक कुवा हो त त्यो? पौराणिक कुवा हो त्यो? हजुर पौराणिक कुवा हो? हो पहिला पहिला कृष्ण शाहको हजुर कान्छा काका यहाँ आएर बस्दाखेरिमा उनीहरूले चाहिँ पानी खाने यो भएर अनि कृष्ण शाह पनि आउँदाखेरिमा अनि यही कुवाको पानी खाने भनेर चाहिँ अब नाउँ चाहिँ के रह्यो भने कुवा कुवा कोट कुवा जस्तै त्यो अब वन जङ्गल छ यो पनि यो मन्दिरकै पहिला चाहिँ त्यहाँ चाहिँ जोगी तपस्या गरेर बस्थे अरे अनि जोगीले पालेको वन भएर भनेर अनि जोगी वन भन्ने नाउँ रहेछ र अब हाम्रो यहाँ चाहिँ इतिहासको चाहिँ के भने हामीले जस्तै त्यो मन्दिरमा गएर उता एउटा चाहिँ पाइप उमा टङ्कीमा हालेर राख्यो नि फेरि त्यो चाहिँ कृष्ण शाह यहाँ कहाँ आएर बस्दाखेरिमा चाहिँ त्यो ठाउँमा गएर साथीहरू लिएर अनि नुहाएको भएर त्यो चाहिँ नाङ्गेर नाम भएर त्यो मैले नै त्यो ठाउँ इतिहास छ र त्यसलाई केही उत्थान गर्न पर्छ भन्ने पक्षतिर लाग्दैछु र अब अर्को कुरा के भने अनि त्यहीँकै पानी ल्याउने भएर अब हाम्रो त्यहाँ पानी अब झर्ने बेला भएको छ मेसिनहरू जडानहरू गर्दैछन्। हजुरहरू चाहिँ नेवार हो? हजुरहरू चाहिँ नेवार हो? नेवार हो। ए बाबु के नि? म त तामाङ। तामाङ हजुर हो यो मन्दिर छ नि यो अहिले सरकारी उसमा छ कि सामुदायिक उसमा छ केमा छ? म काम सुन्दिनँ म अलि त्यहाँ आउँछु बसौँ भन्यो भने धेरैजनालाई ठिक छ ठिक छ। खडक देवी मन्दिर चाहिँ मन्दिर छ नि मन्दिर यो के सरकारी स्वामित्वमा छ जमिन कि सामुदायिक? होइन सरकारी समिति यो पुरातत्वले चलाइराखेको छ सरकारी नै हो। कस्तो भने पहिला यो चाहिँ राज्य नुवाकोट हुँदाखेरिमा अब त्यो पहिला बुढापाकाहरूले त्यहाँ चाहिँ बस्ने के गर्ने र सभा समारोह गर्ने ठाउँ बनाएको रहेछ अनि त्यहाँ पछि चाहिँ दलुसा आएर त्यहीँ बसे र त्यो भएपछि पछि चाहिँ पुरातत्वले चाहिँ अब त्यहाँ नगरा बाजा बजाउने त्यहाँ अब रागा काट्थे अब दसैँ अष्टमी भनौँ औँसीको भोलिपल्टबाट 7जना 8जना चाहिँ त्यहाँ पाठसाठ गर्ने भएपछि अनि फुलपाती चाहिँ त्यही 7वटाबाट 7वटाबाट चाहिँ त्यो गोर्खाको जस्तै त्यहाँ लगेर अनि फुलपाती भित्र्याउने गर्छ पछि बिचमा चाहिँ समितिले चलायो समिति गर्न सकेन र अहिले हामीले 5 वर्ष जति भयो म चाहिँ त्यो मन्दिरको चाहिँ अध्यक्ष पनि पर्छु त्यो कारणले गर्दा यो पुरानो कुरालाई चाहिँ बिर्सनु भएन भनेर हामी त्यो गर्दैछौँ। अब शुभ नाम के है? हजुरको शुभ नाम? रामजी श्रेष्ठ। रामजी श्रेष्ठ अध्यक्ष होइन मन्दिरको। र अनि त्यो कुवा कहाँनिरबाट जान्छ? कुन बाटो जाने हो? त्यो कुवामा हजुर ऊ त्यहाँ अलिक परबाट तल त्यहाँ छ बाटै छ
र त्यो अब ल भनौँ न यो अब पुराना कुराहरू अब र यस्तै नै छ। अब पृथ्वीनारायण शाहको चाहिँ व्रतबन्ध कसरी भयो, म यो ठाउँमा बसेँ, यो ठाउँमा भएँ, अब यो ठाउँलाई उत्थान कसरी गर्ने, के गरी गर्ने, कसरी गर्ने, के गरी गर्ने भन्दाखेरिमा अब हाम्रो यहाँ चाहिँ के थियो भने पहिला चाहिँ हाम्रा शाह वंशीका सन्तानहरू तल बस्थे है। अनि उनीहरू हुने बानी थिए। अनि त्यहाँ गोरु जुधाउने के गर्ने गर्दाखेरिमा म पनि पशुपतितिर जान्थेँ। पशुपतिमा को मन्दिर अगाडि चाहिँ एउटा बराएको चाहिँ शालिग राखेको छ नि गोरुको है, त्यो भएको उसले गर्दा हाम्रो यहाँ पनि गोरु जुधाउने चाहिँ कार्यक्रम गर्नु पाए हुन्थ्यो भनेर अहिलेभन्दा 5 वर्ष अगाडिबाट हामीले चाहिँ मैले पनि सुनेमा चाहिँ थिएँ पृथ्वीनारायण शाहको व्रतबन्ध रे बाहारे यहाँ भनेर बुढापाकाले भनेको अनुसारबाट चाहिँ अनि हामीले ब्यानरहरूमा चाहिँ के लेख्ने गऱ्यौँ भनेदेखि पृथ्वीनारायण शाहको व्रतबन्ध स्थल भनेर लेख्ने गऱ्यौँ, राख्ने गऱ्यौँ। त्यो गरेपछि अब त्यहाँ हजारौँ मान्छे आउँदा कसैलाई वास्ता हुँदैन। जस्तै अब तपाईँहरूले सोध्नु अनि कोहीले चाहिँ यो पृथ्वीनारायण शाहको चाहिँ व्रतबन्ध कसरी भयो, अनि यहाँको बुढापाका को छ, कसले यहाँ भन्नु सक्छ भन्दाखेरि त्यहाँकाले ऊ अध्यक्ष बुढा छ भने मलाई बोलाइदिने है। मैले पनि सब कुरा थाहा थिएन। त्यो भएपछि मैले चाहिँ पृथ्वीनारायण शाहको चाहिँ इतिहास खोज्न लागि कहाँ पाइन्छ के पाइन्छ भन्दाखेरि गोर्खा मा पाइन्छ पुरादत्तमा भन्यो। पुरादत्तमा गएँ, त्यहाँ गएको, त्यहाँ अफिसमा बस्नेहरू ए बुवा हामी त कहाँबाट आएको हामीलाई थाहै छैन ल मैले त्यत्तिकै फर्केँ। त्यहाँबाट फेरि गयौँ पोहोर। अनि त्यहाँ के भयो त भन्दाखेरि अनि पृथ्वीनारायण शाहको जन्म जयन्ती के मनाउँदो रहेछ नि, त्यो बेला पाइन्छ अरे। त्यहाँ चाहिँ नेताहरू पनि जम्मा हुन्छ अरे, पुराना मान्छेहरू हुन्छ अरे भनेर त्यहाँ गएँ। उनीहरूले पनि भन्नु सकेन तल सङ्ग्रहालयमा छ होला जाऊ। त्यहाँ सङ्ग्रहालयमा गएको अनि त्यो एउटा चाहिँ जोगिनी बुढी जोगिनी रहेछ, उसले चाहिँ यहाँ पनि पाइन्छ। त्यहाँ जस्तै कालु पाण्डेहरूको त्यो सङ्ग्रहालयहरू चाहिँ अलिकको फोटोहरू रहेछ नि, त्यहाँ गएर हेरेँ के अरे। अनि त्यहाँबाट कहाँ पाइन्छ त मृगस्थली जाऊ भनेर भन्यो। मृगस्थली गएको, त्यहाँ पनि त्यस्तै भयो। माओवादीहरू सधैँ कागजहरू डढाइहाले, बुवा खै यहाँ केही पनि पाइँदैन। के छ र भने एउटा चाहिँ के भने मैदीमा चाहिँ पृथ्वीनारायण शाहको व्रतबन्ध एउटा ठुलो देवस्थलमा भएको भन्ने चाहिँ एउटा सानो पाइएपछि त्यति भएपछि अनि पछि त सजिलै त्यो भोटा हिस्ट्रीको साझा प्रकाशन भन्नेमा चाहिँ मसँग छ है। अनि त्यहाँ भेटाइयो र अनि त्यो पृथ्वीनारायण शाहको इतिहासहरू त अझ मैले पढि भ्याएको छैन। त्यो गर्दैछु र अब यहाँ चाहिँ हाम्रो चाहिँ यहाँ त्यो पृथ्वीनारायण शाह र दलु शाह, जस्तै दलु शाह चाहिँ के अरे पृथ्वीनारायण शाहको बाद राम शाह चाहिँ राज्य गरेपछि अनि भाइहरूले चाहिँ म कहाँ जाने काम छ आजकल चाहिँ मैदीमा गएर बस्छु भने त्यो बेलासम्म यो नुवाकोटकै राज्य रहेछ। अनि यहाँ चाहिँ त्यो यो मैदीका जति चाहिँ उठती पुठती अनि दलुसाले खाएर अनि पृथ्वीनारायण शाहले चाहिँ नेपाली एकीकरण गर्न खोज्दाखेरिमा अनि दलुसालाई गोर्खा बोलाउँदाखेरिमा अनि दलुसाले चाहिँ त्यहाँ चाहिँ के रहेछ भने अब जति हामी खड्गदेवी भन्छौँ, खड्गदेवी चाहिँ कसरी नाउँ रहेछ अरे भने त्यहाँ चाहिँ बस्ने के गर्ने, त्यहाँ पहिला त भयङ्कर ठुला रुख थियो अरे है। रुख थियो, त्यही सभा समारोह गर्दाखेरि त्यस्तै गाउँलेहरू नै आउँदाखेरिमा होइन यो ठाउँमा चाहिँ एउटा नाउँ राख्न पर्दैन, के नाउँ राख्ने ल भन्न त भन्ने एउटाले एउटा भने एउटाले यसो गर्ने हाम्रो जिउमा जे छ त्यही झिकेर त्यो नाउँ राख्ने भनेर भने। अब के छ त भन्दाखेरि मसँग चक्कु छ भने, अनि एउटा मसँग कर्द छ भने, मसँग चाहिँ खुर्पा छ भने हो यो तिनटाको यो हतियार भएको खड्गदेवी नाम राख्ने यहाँ भन्ने त्यस्तो किसिमले नाम रह्यो अरे है। भन्दाखेरिमा अहिले खड्गदेवी को नै छ र हामीले पनि त्यसलाई चाहिँ त्यो मन्दिर कसरी बनाउने के गरी बनाउने भएर र चाहिँ म चाहिँ पहिलादेखि यहाँ वडा अध्यक्ष पनि पढ्छु म यहाँ र 65 सालमा चाहिँ सबै अड्डा प्रमुखहरूलाई बोलाएर
यहाँ अध्यक्षलाई भनेर गरेको केही पनि भएन।